हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई आजको नयाँ भिडियोमा। आज चाहिँ फागुनको 21 गते निर्वाचनको दिन। हामी चाहिँ यति बेला दिउँसोतिर भोट हाल्न जाँदै छौं। हिँड्न साह्रो परिरहेछ। यो बाटो अहिले जंगल भइसकेछ। पहिला हाम्रो बजार जाने बाटो यही हो अनि हाम्रो स्कुल जाने बाटो पनि यही हो। हाम्रो मतदान केन्द्र चाहिँ हामी पढेको स्कुलमै छ, तर स्कुल चाहिँ अहिले अलिक सरेको छ। पहिला हामी पढ्दा चाहिँ अलि तल थियो, अहिले चाहिँ माथि गएको छ स्कुल। भोट हाल्न जाँदै छौं। तपाईहरुले त लगाइसक्नु भयो होला। ढाल्नेको चौतारी आइपुग्यो। यो हैन ढाल्नेको चौतारी आमा? यो चाहिँ ढाल्नेको चौतारी हो। हामी पहिला बजार जाँदा पहिलो बिसाउन यहाँ हुन्थ्यो। ढाल्नेको चौतारीमा उकालो काटेर आइसके पछाडि हाल त चौतारा पनि सब बनमाराले पुरिदिएछ। यो खेतहरू थियो सबै, अहिले सब जंगल भइरहेको रहेछ। मामु र म चाहिँ जाँदैछु। चाहिँ के हो, सिउरेनी जंगल भन्थ्यो नि यसलाई? के पो? ए यहाँ चाहिँ पहिला ठुलो जंगल थियो, अहिले चाहिँ फडानी गरेर सबै दाउरा बेचिसकेछ। स्कुल जाँदा यति जंगल चाहिँ साह्रो डर लाग्थ्यो पहिला, हैन? अहिले त सबै झन् जंगलै जंगल भएछ। असल त मान्छे पनि छैन होला स्कुल जाने नि खासै। यहाँ चाहिँ खतरा जंगल थियो, अहिले त सबै रुखपात फाँडेर बेचेर खाइसकेछ मान्छेहरूले। त्यही भएर हाम्रो मम्मी गलिसक्नु भयो, बिसाउनु हुँदैछ। यातायात बिसाएको नि हुनु त। पहिले त भारी बोक्दै बिसाउँछ, अहिले त रित्तै बिसाउँदै जानु। पहिला भारी बोक्दै यो बाटो हिँड्नु पर्थ्यो बजार। आलु बोकेर आलु बोक्दै बोक्दै हिँडेको बाटो यो सबै। कति हिँडियो हैन आमा? आलुको भारी बोकेर 60 किलोको भारी त नचाउँदै नाच्दै हाम्रो आमा कडा हुनुहुन्छ नि। अचल सुविधा आयो, टेम्पोमा जान्छ। पहिला त चोयाको ब्यागमा बोकेर चुई चुई बाटो हिँड्नु पर्थ्यो पुरै। के गर्नुपर्ने चौतारामा चाहिँ बिसाउनु हुने? भोट लाएर फर्किसक्नु भयो। राम्रो बनाउने नानी भिडियो के हगिमुति गर्नुपर्ने? नेता चुनेर आइसक्नु भयो देवाहरू। कहाँ चुन्छ हामीले? चुन्नु भयो नि त नि, भोट लागेपछि चुनियो नि त नि। मैले त लगाइन। ए रमितहरू रात्रै आउनु भयो? लाए नि। यो लाटाले रोप्ने खेत होइन यो? लाटाले खेत रोप्थ्यो यहाँ, टगेर लाउँथ्यो यति अग्लो अग्लो उहिले। अचल त सब जङ्गल भएछ। यताबाटै होला नि अचल त। हाम्रो स्कुल चाहिँ पहिला यो तल्लो बाटो जान्थ्यौँ हामी, तल्लो बाटो थियो। अचल चाहिँ स्कुल अलिक माथि सरेको छ, छेपछेपे बढिया पर। त्यहाँ चौतारामा बिसाउने अनि यहाँ लाटाले टङ्गराको त्यत्रो बार लाउँथ्यो धान रोपेर। अहिले चाहिँ स्कुल माथि सरेकोले हामी चाहिँ यो बाटो जाँदैछौँ भोट लाउनलाई। नभए चाहिँ यो बाटो थियो बजार जाने हाम्रो। उकालो हिँड्नु साह्रो छ। अचल गाडीले बोक्छ मान्छेलाई पनि सामानलाई पनि।
बानी हराएर मान्छे सब अल्छे भएर हिँड्नलाई साह्रो परिरहेछ। फाइनल्ली हामी मतदान स्थलमा आइसकेको छौँ। यहाँ चाहिँ अहिलेको हाम्रो स्कुल हो। यो स्कुलको ग्राउन्ड पहिला तल थियो। यहाँ चाहिँ पहिला स्वास्थ्य चौकी थियो। अहिले चाहिँ स्कुल यहाँ सारेर स्वास्थ्य चौकीहरू चाहिँ तल सारिएको छ। श्री पञ्चकन्या माध्यमिक विद्यालय हामी पढेको स्कुल। हामीले नि भोट लगाइसक्यौँ। खै मेरो नङ पनि देखिँदैन। ल हिँड्नु। चहल पहल छ अलिअलि। यो के रहेछ यो यो होइन के हो? हामी चाहिँ भोट पनि लगाइसक्यौँ। अब फर्किने हामी चाहिँ। मानिसहरू अझै पनि बसिरहेका छन् भोट लाउनलाई। बाङा आयो हाम्रो बाङा नि भोट लाएर मुसु मुसु हाँस्दै हिँड्नुहुँदैछ। पुरै यहाँ चाहिँ मेल खतरा फुलेको रहेछ। चल हामी फर्किएको अब। हाम्रो स्कुल चाहिँ यतिको बनेछ अहिले। हामी घुम्दै घुम्दै हामी पढ्ने स्कुल पनि आयौँ। घुम्दै घुम्दै पहिला हामी पढेको स्कुल चाहिँ यो हो। देख्न सक्नुहुन्छ। अचल चाहिँ बाटो यस्तो छ। हाम्रो स्कुल सबै भत्केर यस्तो भइसकेछ अहिले चाहिँ। हामी पढेको स्कुल 9 कक्षा 10 कक्षा त्यहाँ थियो, 8 कक्षा त्यहाँ थियो। यता अर्को भवन थियो भने अहिले भवन चाहिँ भत्केर यति मात्रै बाँकी रहेछ। जीर्ण अवस्थामा छ हाम्रो स्कुल। सकेर अहिले माथि छ। गाउँ गाउँमा कत्रो कत्रो विकास भएको छ। हाम्रो स्कुल चाहिँ खासै छैन रहेछ अहिले पनि। सडक निर्माण भएको छ। यस्तै छ साथीहरू। यहाँनिर हामीले 6 वर्ष बिताएको थियौँ। यत्रो ग्राउन्ड थियो एउटा भलिबल खेल्ने ठाउँ। पालो पालो पाइन्थ्यो। केटाले खेलेको दिन केटीले खेल्न नपाइने, केटीले खेलेको दिन केटाले खेल्न नपाइने भलिबल थियो यहाँ चाहिँ एउटा कोर्टमा। हामी चाहिँ पालो गरी गरी गेम पनि खेल्थ्यौँ। सबै साथीहरूलाई सम्झिरहेछौँ। हामी स्कुल पढ्दाको साथीहरू अहिले त सबै टाढा टाढा छ। खासै कोहीसँग भेट हुँदैन। 1-2जनासँग कहिलेकाहीँ भेट हुन्छ गाउँ आउँदा। नभए सबै साथीहरू टाढा टाढा भएकोले कोही भेट हुँदैन। हामीले धेरै समय बिताएको थियौँ यो स्कुलमा। यस्तै छ साथीहरू। हामी हिँड्ने बाटोहरू टै रोड भइसकेछ। गौडाहरू उहिले भारी बोकेर कुद्ने ठाउँहरू सबै खेतहरू बाजिएर बिजोग भएको छ। खेतहरू यस्तो भइरहेछ। यहाँ चाहिँ धान रोप्दै रहेछ क्यारे धन्न। सन्तबिरे डाँडामा आइपुग्यौँ हामी। यहाँ हामी भारी बिसाउँदै हिँड्थ्यौँ पहिला। पहिला घरहरू यस्तो दामी हुन्थ्यो। माटोको भए पनि यस्तो दामी हेर्न सक्नुहुन्छ तपाईँहरूले। चिटिक्क परेको तातो जाडोमा पनि। यो चाहिँ सन्तबिरे डाँडा हो।
पहिला चाहिँ गौराबाट हिँड्ने बाटो थियो, अहिले त सब गौडा जङ्गल भएछ। यहाँ डाँडा डाँडाबाट हिँड्दो रहेछ अहिले चाहिँ, अलिअलि बाटो छ। कति हिँड्यो यो बाटो आमामा। बजार जाँदा नि यही बाटो, स्कुल जाँदा 6, 7, 8, 9, 10 5 वर्ष यो बाटो हिँड्यो। त्यहाँदेखि सानोमा बजार जाँदा आउँदा सबै यही बाटो हिँड्नु पर्थ्यो साथीहरू, हेर्न सक्नुहुन्छ हामी हिँड्ने बाटो। अहिले चाहिँ यस्तो छ बाटोहरू, यहाँदेखि उफ्रिँदै हिँड्थ्यौँ हामी। हिँड्दैछौँ हामी, फर्किँदैछौँ। हामी पहिला हिँड्ने बाटोमा पुरानो दिनहरू सम्झिँदै यो चाहिँ लाडा खेतहरू। One more time. हामी अघि यो माथिल्लो बाटो हिँडेको, अहिले फेरि यो बाटो। 25 पनि नारी दिवस हो नि त। 24 25 यो चाहिँ छेपछेपे चौतारा। यहाँ पनि भारी बिसारा हिँड्नु पर्थ्यो छेपछेपे चौतारामा। यहाँनिर बड पिपल छ। पहिला यो बाटो हिँड्ने, अझ सबै झोसगाडी पलाएछ। यता धान खेती हुन्थ्यो। यो चाहिँ छेपछेपे चौतारा हो साथीहरू। यस्तो बाटो हिँडेर हामी पहिला पढेको। यो बरको जरा देख्न सक्नुहुन्छ तपाईँले, बाफ रे बाफ वाला छ छेपछेपे चौतारामा। त्यसपछि पिपल चाहिँ यहाँ सानो छ। धेरै पछि यो बाटो हिँड्यो, करिब हामी 67 सालमा एसएलसी दिनु अगाडि खुब हिँडेको बाटो हो। अहिले चाहिँ भोट दिन आउनु मात्रै हिँडिन्छ यो बाटोमा, नत्र कामै पर्दैन। सदरमुकाम जाने बाटो पनि तलै बाटो छ। अहिले त त्यही भएर हामी पहिला मात्रै हिँड्थ्यौँ यो बाटो। हाम्रो टोलीहरू हिँड्नु हुँदैछ अगाडि खुट्टाहरू खल्च्याङ गर्दै। अहिले चाहिँ हामी धेरैजना भएको छौँ फर्किने चाहिँ। हामी चाहिँ यो बाटो गथ्यौँ उकालो। यो बाटो गएको अघि हामी अहिले घुमेर आउँदा यो बाटो आयौँ एक फन्को मारेर। गाडी आयो गाडी। जाऊ हामी चाहिँ हाम्रो गाउँ आइसकेका छौँ अहिले चाहिँ भर्खरै। हाम्रो गाउँमा अलिअलि सुन्तला चाहिँ बाँकी रहेछ। कोपी बारी एक कोपी पनि रहेछ। अब चाहिँ हाम्रो घर छुट्टिने बाटो आयो। जय माटो जय माटो। हामी चाहिँ माथिल्लो बाटो जान्छौँ। यो मेन हाइवे चाहिँ यता हो। हामी चाहिँ अहिले भोट लगाइसकेर घर आइपुगेको अवस्था हो।